यहाँको अवस्था यस्तो छ, यो भित्री गल्लीको अवस्था हो। नरिवल पानी यहाँ नि प्रशस्त पाउँछ। भएन भने त पाकेको कटर पनि बेच्दो रहेछ। यो कटर हो, यता प्याकिङ भयो गेडागुडी। यहाँ चाहिँ चटाइहरू छ। हामी यसो साँझ पख निस्किन्छौँ। यहाँ चटाइहरूको बार्केलिङ हुँदैछ। भित्री कोठी घर जस्तो। यसलाई नि एउटा भिआइपी एरियामा लिन सकिन्छ हामीले। तर यो सिङ्गल रोड रहेछ, एकतर्फी रोड। यो साँझको ठ्याक्क छुट्टी हुने भएको टाइम हुनाले चाहिँ गाडीको चाहिँ यस्तो लाइन लाग्दो रहेछ। यहाँ ठ्याक्क 5 कति बजे छ, हेर्दै जाउँ। तपाईहरुलाई मैले यस्तै नयाँ ठाउँको भिडियोहरू देखाउँदै जानेछु आउने दिनहरुमा। मेरो कामै भनेको यही भयो। तपाईहरुले सब्स्क्राइब र लाइक चाहिँ गरिदिनु हुन्न यार, कमसे कम फलो त गरिदिनु। ल हेर्नुहोस्, यहाँ नरिवल बेच्दैछ। यहाँ नरिवल पनि यसरी खानी, नरिवल पनि पानी बसेर खाने फुर्सद पनि छैन मान्छेहरूलाई। उभि खाइराख्नुपर्छ, कति बिजी छ मान्छेहरूको लाइन, कति बिजी हुन्छ भन्ने कुरो तपाईँ हामीले देख्न सक्छौँ। मान्छेलाई उभिएर बसेर खाने फुर्सद छैन, बस खडे उभि खाऊ हिँड्नु। यहाँ चाहिँ पाकेको कटर चाहिँ यसरी चाहिँ प्याकिङमा हुँदो रहेछ। हे भगवान, यो चाहिँ हजुरहरूलाई मैले भित्र लाइन देखाएको थिएँ। अब हजुरहरूलाई म एकछिनपछि चाहिँ तपाईँलाई चाहिँ बाहिरी लाइन गएर देखाउने छु। हाइवे, यो हाइवेको जस्ट भित्र गल्ली जस्तोमा हो। यो धेरै ट्राफिक भयो क्या।